हेलो एभ्रिवान, नमस्ते। जोजोलोपा सेवा हवासो के भन्छ सबै थोक। अनि तपाईँहरू सन्चै आरामै हुन्छ होला। हामी पनि एकदम ठिकठाक छौँ। अनि धेरै समयपछि आज भ्लग बनाइरहेको छु होइन। अनि के बोल्ने कसो बोल्ने भइरहेछ किनभने बनाउनु छोडेँ। अनि मेरोमा चाहिँ आज चाहिँ यसो बनाऊँ न त भन्ने जोस चल्यो। त्यही भएर चाहिँ हिँडेको बेलामा अनि आजको मेरो आउटफिट देख्न सक्नुहुन्छ। बहिनीको यहाँनिर देख्न सक्नुहुन्छ। अनि यो कपाल हामीले कसरी कर्ली गर्यो भनेर हामी तपाईँहरूलाई यो राज खुलाउँदैनौँ, किनभने यो राज होममेड हो। यो राज खुलाउनु हुँदैन। अनि आजको मौसमको दाबारीको हेर्नु, वाउ यस्तो क्लिन भएको छ। यता हार्नु गोलु, यिनी मेरो गोलु हुन्। तर अनि यिनलाई चाहिँ आज साथीहरू के भएको भने हामी चाहिँ भ्लग बनाउनु अरे। हामी चाहिँ खासमा फोटो खिच्ने अनि गुराँस खोज्ने, गुराँस टिप्ने भनेर आएको थियौँ। अनि आउँदाखेरि चाहिँ यिनीलाई लागेर यिनीलाई लागेर चाहिँ अनि यिनको चाहिँ यस्तो माथिबाट यस्तो रुखको यस्तो रुखको हाँगा झरेर यहाँनिर यत्रो चोट लागेको छ। यहाँ हेर्नु सक्नुहुन्छ। यत्रो चोट लागेको छ। अनि त्यो नै 3 टुक्रा 4 टुक्रा भएको थियो। अब भरे सन्जयले हामीलाई चाहिँ गाली गर्छ होला, नभनी पो किन आएको। अब त्यही भएर गाह्रो पनि भयो। अनि हामी चाहिँ फर्किँदैछौँ। अनि यसो तपाईँहरूसँग पनि यसो कुरा गरौँ भनेर आज भ्लग बनाएको होइन। धेरै समयपछि के भनौँ कसो बोलौँ भएर सो यो चाहिँ हामी अब बस पार्कतर्फ लाग्दैछौँ। हो अनि गुराँस। अनि यो गुराँस चाहिँ हामीलाई मागेको पैँचो मैले मागेको होइन, यिनीले मागिन्। अनि यो यिनीलाई ठुलो दियो यो, अनि मलाई सानो दियो गुराँस पनि। अनि बिचरा तर तिनीहरूसँग सानो सानो थियो, जे भए पनि सबै लानु भन्दै थियो। केटा मान्छेहरूसँग मागेको हामीले। अनि यस्तै छ। मेरो भिडियो गर्नु गोलु कस्तो देखिरहेको यस्तो भरे हेर्नु पऱ्यो र च्वाट्टा परेर टाढ्याउ देखेछ अलिक राम्रो देखेछ। टुङ टाढ्याउ देखेछ। टुङ टाढ्याउ। तपाईँहरूलाई पनि गुराँस चाहिन्छ भने यहाँदेखि दिन चाहन्छु। तर हाम्रो गाउँतिर त कति हुन्छ, यतातिर त खोज्नु जाँदाखेरि दाउरा लागेर मर्ने। गाउँकोमा लागेको भए त आज त बियोस हुन्थ्यो नि। बियोस भएको भए त नि मैले कसरी लाने कहाँतिर भन्नु न। तर त्यहाँनिर मान्छेहरू धेरैजना थियो। म त बाइकमा पुरा हालेर जान्थेँ। धन्न केही भएन, हे भगवान् त्यही ठुलो कुरा हो होइन। अनि त्यत्रो दाउराले धेरै मोटो थियो त। ऊ त्यत्रो जत्रो थियो। ऊ त्यो यतापट्टिको आएको हाँगा छ नि, हो त्यत्रो जत्रो थियो नि। अनि मर्दैन त्यत्रो लाग्यो भए धन्न नि हौ, टाउकोमा लाग्दैन। सो अब चाहिँ हामी बस पार्क जाँदैछौँ। यहाँ अगाडि हेर्नु न, घाँस बोकेर हिँडेको हाम्रो कति राम्रो साइज छ। सारा र सिरिरी बतासे छ। अनि अघि पनि भनिहालेँ मैले, यो चाहिँ हामीले होममेड बनाएको हो। यो चाहिँ किनभने कपाल हामीले कसरी बनायो भने हामी तपाईँहरूलाई यो राज खुलाउनु चाहँदैनौँ, किनभने यसको राज अर्कै छ होइन। त्यो पनि बिगारी मार्दैन है, त्यो बिग्रेकै थियो, बिग्रिन्छ। बाइकको हावाले पनि उडाउनु खोज्छ त यार, क्या हो त। यहाँ हेर्नु न कति राम्रो गाडी आएको अगाडि। यसो हामीलाई राखेर लानु नुदो। हेलो गाइज भन्नु देखा दाइले गइहाल्नु भयो, देखाउनु पनि पाएन। ठिकै छ गाइज। ल अब हामी चाहिँ तल पुगेर चटपटे खाएर तपाईँलाई भेट्छौँ ल। चैत वैशाख लागेर हान्नु कति राम्रो भएको पाउलेर पत्ताहरू। अनि यहाँनिर बस पार्क आइपुगेको। अब हामी चाहिँ यहाँ तलतिर स्कुल छुट्टी भएको छ। अनि स्कुलको बसहरू जाँदै कति बसहरू। अनि यहाँको अहिलेको बस पार्क चाहिँ अलिक व्यवस्थित बनाएको छ। चटपटे। अनि यहाँनिर चाहिँ अहिले यति राम्रो बनाएको छ व्यवस्थित तरिकाले हाम्रो यो बस पार्क देख्न सक्नुहुन्छ। किनभने यहाँ पसलहरू पनि राम्रो भएको अहिले त। ऊ त्यहाँ पर मिठो पाउँछ होला हौ। त्यहाँ कहाँ एक ठाउँमा मिठो पाउँछ जस्तो लाग्यो। त्यतापट्टि जाऊँ ल। यता पनि बनाउनुलाई चाहिँ यो सबै गरिरहेछ।
छैन। हेलो गाइस, गुड मर्निङ है। यो भिडियो चाहिँ अहिले किन बनाएको हो भन्ने गर्दाखेरि किनभने हाम्रो हिजोको भ्लग चाहिँ आउँदा आउँदै बाटोमा हामीले बनाउनु पाएन। कारण के भन्दाखेरि ठुलो हावाहुरी चल्यो, पानी पर्यो, अनि त्यसपछि दुईजना डरायौँ हामी। दुईजना डराएपछि फोन पनि अफ गरेर हामीले गोजीमा राख्यो। त्यही भएर हामीले चाहिँ भ्लग गराउनु पाएन। यहाँ रुममा फर्किँदै गरेको अनि अहिले चाहिँ हामीले यहाँ बिहानै उठेर रुममै बनाउँदैछौँ है। धारोमा धारोमा बनाउँछौँ। अनि हाम्रो दिदी चाहिँ यहाँ लुगा धुँदैछ। हिजो लाएर डुलेर आएको लुगाहरू अनि अरू दिनको लुगाहरू पनि धुँदैछ। किनकि हाम्रो चाहिँ लुगा धुनु भनेपछि एकदम जागरिलो छ। तपाईँहरूको पनि लुगा छ भने धुन ल्याउनु सक्नुहुन्छ यहाँ। ल ल हेर्नु, अनि अहिलेको नजारा देख्न सक्नुहुन्छ। यहाँ घाम लागेर टिलिक्क भएर आकाशहरू छर्लुङ छर्लुङ भइरहेको छ। किनकि हिजोको हावाहुरीले सबै पानीहरू कता पुऱ्यायो अनि बादलहरू पनि छैन, आज थोरै थोरै छ। एकछिनमा ब्याक क्यामेरा गरेर गराउनु पर्यो। आजलाई चाहिँ यति नै। आजको भ्लग चाहिँ हामी यहीँ इन्ड गर्न चाहन्छौँ। हिजो प्लस आजको हिजोकै त गर्नु पाएन हामीले किनकि पानी पर्यो अनि आज गर्दैछ। ल अब यस्तै भिडियो चाहिँ अब सधैँ आउँछ यहाँ दिदी बहिनीको है। ल बाई बाई सबैजनालाई, बाई गर्नु हात धोएर यस्तो ल बाई।